सम्पूर्णमा नमस्ते, शुभ बिहानी। सास रोकिएर मर्नु मात्र पनि मर्नु होइन, सहीको पक्षमा बोल्न नसक्नु र गलतलाई गलत भन्न नसक्नु पनि त्यो नि एउटा किसिमको मृत्यु नै हो। सरकारले गरेको जुन निर्णय छ हिजो हैन, उज्यालोका सम्भाग भनेर चिनिने कुलमान घिसिङलाई जुन पदबाट हटाइएर जुन अर्को पद बहाली गराइएको जुन विषय छ, तपाईँ सम्पूर्ण आम जनसमुदायसँग म के अनुरोध गर्न चाहन्छु भने आज एक दुई दिन तपाईँ हामीले विरोध गर्दै गर्दा तपाईँको इन्भर्टर किन्ने पैसा, ब्याट्री किन्ने पैसा, टुकी बत्तीमा खर्च गर्ने पैसा, बालबालिकाले पढ्न नपाएर चार्जिङ लाइट किन्ने पैसामा खर्च गर्नुहुन्छ कि आज एक दिन या दुई दिन तपाईँ यो विरोध गर्नुहुन्छ? सरकारको यो निर्णय गलत भयो। यही विषयलाई मध्यनजर गरेर आज हामीले सम्पूर्ण आम नागरिकहरूलाई सम्पूर्णलाई हामी आग्रह के गर्न चाहन्छौँ भने आज बेलुकी